हेलो नमस्ते गुड मर्निङ लसो फ्यापुला म चाहिँ रणवीर है मेरो पहिलो ब्लगमा तपाईहरुलाई स्वागत छ। अनि म चाहिँ अहिले गाउँतिर छु। अनि अहिले चाहिँ म आज चाहिँ भाइटिका हो। भाइटिका भए पनि आज चाहिँ बार हो कि तिथि के राम्रो छ। अब धान काट्ने रे भोलिबाट आज चाहिँ अनि अलि सुरुवात गर्ने भनेको भएर मलाई चाहिँ म र भान्जा मेरो सानो भान्जा यहाँ छ पछाडि। हेलो भन। हेलो। नमस्ते। के छ भान्जाको हालखबर? के भनेको त्यो बुझेन मैले। भान्जालाई यतिले बरबर आइरहेछ। के भनेको भान्जा तिम्रो नाम के भन्दियो त? आशिष तामाङ है। आशिष तामाङ। यो चाहिँ हाम्रो मौला भन्छ। यहाँ मौलामा चाहिँ यहाँ चाहिँ दसैँमा काटमाट गर्छ हाम्रो यहाँ चाहिँ। यस्तो राम्रो भ्यूज आइरहेछ बिहान बिहान आज। खतरा छ है भ्यू चाहिँ। यहाँ चाहिँ भिर पाखाहरू छ। यिनीहरू सब धान अहिले यस्तो धानहरू भएको छ है। त्यो गाउँ चाहिँ तल्लो स्याङ्ले भन्छ हाम्रो चाहिँ। अनि यो सब धान रोपेछ है। हामी पहिले तल त्यो तल त्यतासम्म हामी पुगेको थियो है। यता सबै पहिले सबै घाँसहरू काट्थ्यो। यता परसम्म पनि धान काट्न जान्थ्यो हामी पहिले। अहिले चाहिँ कोही पनि जाँदैन है। अहिले गाउँतिर मान्छे पनि छैन। त्यही भएर यतातिर पनि अझै बाँधिराखेको रहेछ। यतातिर सब लगाउँथ्यो, खेतीपातीहरू गर्थ्यो। त्यहाँ हाम्रो त्यहाँ चाहिँ अलिअलि बाजो देखिरहेको थियो। त्यो पनि हाम्रै हो है। त्यहाँ मकै मात्रै लगाएको छ हामीले। अहिले चाहिँ गाउँतिर कोही पनि छैन नि त काम गर्ने मान्छेहरू। हाम्रो चाहिँ आमा बुवा मात्रै बस्नुहुन्छ गाउँमा। त्यही भएर काम गर्ने मान्छे नभएर अहिले त्यहाँ चाहिँ मकै मात्रै लगाएर छोड्नु भयो। यहाँ घर छ अझै, घर पनि छ। यहाँ चाहिँ दुईटा घर छ क्या अरे। यहाँ दुईटा घर छ अनि त्यहाँ माथि पनि छ घर चाहिँ। हाम्रै गाउँलेहरू पनि बाटो त खत्तम छ यार। यतातिर बाटो बन झन्नै लडेको भन्छ तिमी त। धान त मस्तले पाकेछ हौ धान त। गाइजहरू यो यिनीहरू पनि हाम्रै हो है। यो अनि त्यो परतिर यिनीहरू पनि हाम्रै हो। तर यसपालि चाहिँ हामी लगाएको छैन अरे भन्ने सुनेको थिएँ मैले। किनकि अब घरमा कोही पनि छैन नि त। आमा र बुवा मात्रै हुनुहुन्छ। त्यही भएर उहाँहरूले काम गर्न सक्नुहुन्न त्यति। त्यही भएर चाहिँ अरूलाई चाहिँ कमाउन चाहिँ दिएको भन्ने सुनेको थिएँ मैले। अनि हामीले चाहिँ अब त्यहाँ तल र अनि त्यहाँ माथितिर छ। त्यहाँ माथितिर यतातिर चाहिँ त्यहाँनिर मात्रै हामीले यसपालि बाली लगाएको छ भने थियो। अनि यो सब भिरहरू है। यो भिरहरूमा चाहिँ पहिले हामी बाख्रा चराउने है। अनि त्यो हुन्छ नि घाँस काट्ने सब गर्थ्यो यतातिर। अहिले त कोही पनि जाँदैन रहेछ घाँस काट्नु पनि यतातिर त। पहिले त यो पाखा सबै काट्थ्यो। अनि यो सबै यो डाँडाहरूको सबै घाँस काट्न सकिन्थ्यो। आमामा यतातिर पुरै घाँसहरू काट्थ्यो पहिले। अनि यताबाट चाहिँ अनि हजुर पक्कै लकडाउनको बेलामा चाहिँ यता म बाख्रा चराउन आएको थिएँ कि। अनि बाख्रा यतातिर गएको थिएँ यता त्यहीँ गएर। अनि यताबाट चाहिँ जानु खोजेको थिएँ। म त्यहाँबाट चढ्नै नसकिरहेको कि यस्तो डराएको म। अहिले त बानी नभएर काठमाडौँमा बस्ने बानी भयो नि त मेरो। त्यही भएर यता चाहिँ एकदमै चढ्नै सकेन। अनि यतातिर चाहिँ फेरि हाम्रो यतातिर पनि चिहानहरू छ नि।
यतातिर पनि सब मान्छे मरेपछि हामीले यतै लिएर आउँछन् कि चिकन। यतै हो। हामी पहिले त हामी सानो हुँदाखेरि त यो यस्तो बाटोहरू हुँदैन थियो कि सबै यिनीहरू घाँस सास सब काटिन्थ्यो, बाटोहरू पनि हुन्थ्यो होइन। यस्तो जङ्गल पनि हुँदैन थियो कि खासै। यिनीहरू चाहिँ हाम्रो यिनीहरू सब भोलिबाट काट्ने अरे। हाम्रो कहाँदेखि हो हाम्रो यो रुखभन्दा अलिकति त्यहाँ तलदेखि हो, भोलि थाहा हुन्छ। यहाँदेखि चाहिँ माथि हो हाम्रो, यहाँदेखि यता अनि यति चाहिँ हाम्रो। यहाँ अलिकति काट्ने हो आज सुरुवात मात्रै, अनि काटेर जाने। अन्त भान्जा बाबु हान्दैन। यता पहिले लास्टै जुका आउँथ्यो, अहिले पनि जुका आउँछ अरे। जुका आउँछ नि यतातिर। आजको लागि चाहिँ यति धान काट्न सक्यो भान्जा र मैले। अब हामी घरतिर लाग्ने। जे जस्तो भए पनि होइन, आफ्नो जन्म थलो त जस्तो विकटै होस् होइन, एकदमै के स्वर्गभन्दा प्यारो लाग्ने के। यो चाहिँ गुफा हो। गुफा जस्तो चाहिँ हामी यहाँ त तलतिर बस्थ्यौँ। ठुलो ढुङ्गा छ। हामी यहाँ सुत्ने बस्ने गर्थ्यौँ पहिले र धान काटिसकेको छ यहाँ चाहिँ। अनि यहाँ माथितिर चाहिँ चैत वैशाखतिर लाली गुराँस फुल्छ यतातिर।